नमस्ते सबैजनालाई म चाहिँ हाइड्रा फेसियलको बारेमा चाहिँ केही जानकारी तपाईहरुलाई दिन चाहन्दैछु जो मैले सिकेको छु मैले जानेको जुन छ त्यो चाहिँ तपाईहरुलाई म दिन चाहन्दैछु। मैले जुन फर्स्टमा गरे उहाँको स्किनमा डिप क्लिन्जिङ गरेर चाहिँ डिट्यानिङ प्याक लगाएर चाहिँ 10 देखि 15 मिनेटसम्म राखे। त्यसपछि चाहिँ मैले उहाँ स्क्रब जेल लगाएर चाहिँ स्क्रब मेसिन चलाएँ। स्क्रब मेसिन चलाएर चाहिँ स्क्रब गरिसकेपछि चाहिँ उहाँलाई चाहिँ मैले सेरम स्प्रे गर्दै सेरम स्प्रे गरिसकेर चाहिँ उहाँको स्किनमा मसाज क्रिम लगाएर हातले हल्का मसाज गरिसकेर चाहिँ यो हट मेसिनले चाहिँ मसाज गर्दै यसले चाहिँ स्किन हिट हुन्छ नि त। अन्त यो हिट भइसकेर चाहिँ हामीले यो जुन चलाउँदैछु यो चाहिँ मैले ठन्डा मेसिन यो चाहिँ कुल मेसिन हो। स्किन हट मेसिन चलाएर चाहिँ 10 देखि 15 मिनट हामीले मसाज गरिसकेपछि स्किन चाहिँ हिट भइरहेको हुन्छ। अन्त त्यसकारण चाहिँ हामीले त्यसको पछाडि चाहिँ कुल मेसिन चलाएर स्किनलाई ठन्डा गर्नुपर्छ। ठन्डा गरिसकेर चाहिँ हामीले 5 मिनट जस्तो राखेर चाहिँ हामीले एलईडी मेसिन लगाएर चाहिँ एलईडी मास्क लगाएर चाहिँ हामीले 10 देखि 15 मिनटसम्म क्लाइन्टलाई चाहिँ रिल्याक्स गराउनुपर्छ। अन्त रिल्याक्स गराइसकेपछि चाहिँ मैले कुन प्रडक्टले आज उहाँलाई चाहिँ हाइड्रा फेसियल गर्दै भने चाहिँ मैले कोरियन ग्लास स्किनको प्रडक्टले चाहिँ उहाँलाई चाहिँ मैले हाइड्रा फेसियल गरिसकेको छु। तपाईहरुलाई पनि इच्छा छ भने आएर मेरोमा गर्न सक्नुहुन्छ। हाइड्रा फेसियल गरेपछि स्किन यति राम्रो